झरेको आउटफिटमा जाँदैछु। हिजो धेरै हावा पानी लागेर अनि आजको मौसम पनि पानी पर्ला जस्तो छ। गर्मीको मौसममा यत्रो जम्ने गरी पानी परेछ। कति चाहिँ पर्यो होला? यो चाहिँ 2टा बोटमा मात्रै फलेको छ। यो चाहिँ यसको थाहा भएन। उयो त सुपारी आँप हो। यिनीहरू मात्रै लागेको छ कि सबै हावा पानीले झरेर। ओ यहाँ पनि फलेको रहेछ हौ। यार अनि यो चाहिँ फर्स्ट टाइम फलेको होला यो बोटको आँप चाहिँ। कति फलेको छ। अगाडि माथि घर छेउको आँपहरू सबै हावा पानीले झरेर त्यहाँ चाहिँ एउटा सुपारी आँप चाहिँ यस्तो हुन्छ। सुपारी जस्तै हुन्छ, सानो सानो, एकदमै मिठो हुन्छ। धेरै फल्ला जस्तो छ। सुपारी आँप चाहिँ मैले यति मात्रै टिपेँ। अर्को चाहिँ यसो टिप्छु। यस्तो झन् थुप्रो झरेको छ यहाँनिर। थुप्रो भन्दा पनि यत्रो छ। अब यत्रो के गर्ने हौ? तर बिटोरामा युज हुने भनेको यस्तो सानो सानो त त्यो बिटोरामा चाहिने भनेको यस्तै हो कि यो खोया पसेपछि त हुँदैन। पसेपछि त अचार मात्रै ठिक हुन्छ।